सम्माननीय सभामुख महोदय, समयको लागि हार्दिक धन्यवाद व्यक्त गर्छु। मनसुनजन्य विपद दिनदिनै बढेर गएको छ। यस सम्बन्धी संसदमा पनि हामीले पर्याप्त समय र समस्याहरू उठाइसकेका छौँ। अझै पनि जाजरकोट, रोल्पा, बागलुङ लगायतका जिल्लाहरूमा भएको विपदमा उद्धारको काम पर्याप्त भएको छैन, पुनर्स्थापना कामहरू भएका छैनन्। त्यसै गरी चाहिँ पुनर्निर्माणको लागि स्पष्ट खाका, खास गरी भौगोलिक अध्ययन टोली पठाउने र उपयुक्त ठाउँमा नयाँ बसाउनको लागि सरकारको फेरि पनि ध्यानाकर्षण गर्न चाहन्छु। यति मात्र नै होइन सभामुख महोदय, यतातिर चाहिँ सुदूरपश्चिम र मध्यपश्चिम भनेर विगतमा एउटा सैन्य कमान खडा गरिएको थियो। अहिले वर्तमानमा लुम्बिनी, कर्णाली र सुप प्रदेश, तीनटा प्रदेशलाई विपद सम्बन्धी रेस्क्यु लगायतका काम हेर्नको लागि सुर्खेत केन्द्र बनाएर हेलिकप्टरहरू, अन्य साधनहरू राख्ने गरिएको छ। तर के भयो भने सभामुख महोदय, यतातिर डिजास्टर छ, विपद छ, रेस्क्यु गर्नुपर्ने छ, त्यसै गरी राहतहरू पुर्याउनु पर्ने छ। तर एकजना मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ, रुगाखोकी लाग्छ, अनि हेलिकप्टर पठाइन्छ, रेस्क्युमा काम हुँदैन, पुनर्स्थापनाको लागि काम हुँदैन, त्यहाँ पुर्याउने सामग्रीहरू पुग्दैनन् र उहाँलाई स्काई ट्रक, सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौँ ल्याइन्छ र उहाँ के भयो भन्दा चाहिँ घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ। यस्तो गैर जिम्मेवार राज्य चल्न सक्छ सम्मानित सभामुख महोदय? यसतर्फ पनि म सम्मानित सभामुख महोदय मार्फत प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँछु। आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुहोस्, नियन्त्रण गर्नुहोस् र चाहिँ अहिले चाहिँ विपदका स्थिति के भइरहेछन् त्यसबारेमा काम गर्नुहोस्, मेरो अनुरोध छ। गृहमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइराख्नु भएको छ, राम्रो कुरा हो। जनप्रतिनिधि गृह जिल्ला जानु, क्षेत्रमा जानु, मतदाताहरूले आफ्नो चाहिँ विगतका प्रतिबद्धताको जवाब खोज्छन्, तर उहाँले आफ्नो चाहिँ मत फिर्ता लानु भनिराख्नु भएको छ। तर हामीले यहाँ चाहिँ गृहमन्त्रीजीलाई खोज्दैछौँ। सम्मानित सभामुख महोदय, म चाहिँ विपदमा देशभरि के भइरहेछ, प्रतिकार्यको के तयारी छ, घटनाहरू के भए, कहाँ छन्, कहाँ के भइरहेछ, रेस्क्यु के भए, पुनर्निर्माण पुनर्स्थापना कामको लागि के तयारी हुँदैछ, राहत सामग्रीहरू कसरी पुर्याइएका छन्, त्यस सम्बन्धी जानकारी गृहमन्त्रीले यस सदनलाई दिनुपर्छ। त्यसको लागि म सभामुख मार्फत म माग गर्न चाहन्छु। सभामुख महोदय, यसरी नै आज एकातिर खाने ग्यासको चाहिँ आपूर्ति भइरहेको छैन, लाइन बसिरहेको छ। यस्तो चाहिँ वर्षाको बिचमा चाहिँ उपभोक्ताहरू अथवा जनताहरू, अर्कोतिर चाहिँ मल पर्याप्त उपलब्ध छैन, त्यसको पनि लाइन नै देखिन्छ, पासपोर्टको लागि पनि लाइन नै देखिन्छ। सम्मानित सभामुख महोदय, नयाँ पार्टी, नयाँ साथीहरूको स्पिरिट थियो विगत 35 वर्ष अथवा विगत 20 वर्षमा लाइनै लाइन भयो भनिन्थ्यो। आज त झन् थप लाइनहरू, ग्यासमा पनि लाइन, खानेपानीमा पनि लाइन, अनि चाहिँ यसमा मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन। सभामुख महोदय, कतिवटा लाइन लाग्नुपर्ने हो? जनताले नयाँ भनेको लाइन लाग्ने, लाइन थप्ने हो? यसमा जवाफ चाहिन्छ सभामुख महोदय। हामीले शङ्काको लाभ दिएका छौँ नयाँ साथीहरूलाई, नयाँ सरकारलाई, तर खै त्यो लाभ, शङ्काको लाभ अनुसार काम गरिराख्नु भएको छैन। जवाफदेही बन्नै पर्छ। अब तपाईँहरूले देशको नेतृत्व गरिराख्नु भएको छ, अब पुरानो स्थापित पार्टीलाई दोष दिएर हुँदैन। सभामुख महोदय, ग्यास चाहिँ आज पुराना पार्टीले गर्दा नपाइएको होइन, मल त्यसरी नपाइएको होइन, मल तत्कालै ल्याउन सकिन्छ, ग्यास ल्याउन सकिन्छ, पासपोर्टको चाहिँ सप्लाई राम्रोसँग गर्न सकिन्छ, वितरण प्रणाली मिलाउन सकिन्छ। यस कुरामा म ध्यानाकर्षण गर्न चाहन्छु। एकातिर, अर्कोतिर सभामुख महोदय, भू राजनैतिक द्वन्द्व विश्वव्यापी रूपमा चर्केर गएको छ। हाम्रो देशको स्वाधीनता कसरी बचाउने होला? हाम्रो स्वाधीन राष्ट्र जसरी पुर्खाहरूले यो आधुनिक राष्ट्र निर्माण गर्नुभयो, यसको संरक्षण गर्नुभयो, हामीलाई हस्तान्तरण गर्नुभयो, हामी यही रूपमा चाहिँ एउटा विश्वमा चाहिँ हामी नेपाल भनेर गौरवका साथ शिर ठाडो गरेर आफ्नो स्वाभिमानका साथ काम गर्ने भावी पुस्तालाई एउटा स्वाधीन राष्ट्र हस्तान्तरण गर्न हाम्रो जिम्मेवारी होइन? यसरी हेर्दा चाहिँ छिमेकसँगको नीतिमा सरकारले त्यसै गम्भीरतापूर्वक काम गरिरहेको छैन। सभामुख महोदय, भर्खरै चाहिँ कहिले दलाई लामाको जन्मदिन सरकारले मनाउन दिन्छ, कहिले तिब्बत सम्बन्धी सम्मेलन आयोजना गर्ने, अनि फेरि आफै नै रोक्ने गर्छ। यो के हो? यस प्रकारको दोहोरो चरित्र हो या चाहिँ अपरिपक्वता हो? सरकारले यसतिर ध्यान दिनै पर्छ। हामीले छिमेक नीति स्पष्ट गर्नै पर्छ। संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट भनेको छ। हामी चाहिँ व्यवहारिक रूपले हाम्रो परराष्ट्र नीतिलाई फेरि त्यसलाई कार्यान्वयन गर्नै पर्ने हुन्छ। हामी विकास साझेदारीको लागि कोही देशसँग हामी बाइस हुन जरुरी छैन। हामी भारत होला, चीन होला, अमेरिका होला, युरोप होला, जापान होला, हाम्रा मित्र राष्ट्रहरूसँग सबैसँग काम गर्नै पर्छ। लगानी हामी ल्याउनै पर्छ, अनुदानहरू ल्याउनै पर्छ।
तर चाहिँ हामी सैन्य गठबन्धन या त्यस प्रकार कुनै पनि गठबन्धनमा जाने या एकातिर मात्रै धल्किने खालको नीतिमा कहीँ न कहीँ हामी त्यसो लियौँ या चुक्यौँ भने देशको स्वाधीनतामाथि गम्भीर प्रश्न या गम्भीर सङ्कट आउन सक्छ। सभा महोदय, त्यसतिर सरकारले काम गरोस्। त्यसै गरी धर्मनिरपेक्षता हाम्रो संविधानले व्यवस्था गरेको छ धारा 5 मा। त्यसै गरी धार्मिक स्वतन्त्रता धारा 26 मा छ। धारा 5 र 26 सम्बन्धी नयाँ कानुन बनाउनै पर्छ सभामुख महोदय। त्यसको लागि सरकारलाई रुलिङ नै होस् भन्ने पनि मेरो चाहिँ अपेक्षा रहेको छ सभामुख महोदय। कि चाहिँ हामी धर्मनिरपेक्षतामा गइसकेपछि कस्तो नीति लिन्छौँ, कस्ता कानुन हुन्छ, कस्ता व्यवहार हुन्छन्, त्यसतर्फ हामीले एउटा कानुन बनाएर व्यवस्थित गर्न सकेनौँ भने धर्मलाई राजनीतिको एउटा चाहिँ नारा बनाउने, धर्मलाई राजनीति सेक्ने स्वार्थ समूहहरू पनि यहाँ देखिराखिएको छ सभामुख महोदय। ठुल्ठुला नेताहरू, ठुल्ठुला दलहरू नै, मान्यजीहरू नै ठाउँ कुठाउँ धर्मनिरपेक्षताका विरुद्ध बोल्दै या एक वा अर्को धार्मिक आस्था राख्नेहरूमाथि त्यस्ता अनास्था फैलाउने काम भइरहेको छ। कुनै पनि बेला विश्वव्यापी रूपमा देखिएका द्वन्द्व हाम्रो समाजमा पनि प्रवेश गर्न सक्छ। सुनसरीमा देखिएको, सिराहामा देखिएको त्यस प्रकार घटना बल्ल बल्ल साम्य भएको छ। सत्तारूढ दलकै मान्यजी सदस्यले भन्नुभयो आगो निभ्यो तर चाहिँ दाउरा निभेको छैन भने त्यो सही कुरा हो। हामी सतर्क हुनैपर्छ, संयमित हुनुपर्छ। हाम्रो देश, हाम्रो जनता कि हामी चाहिँ धार्मिक सद्भाव, एउटा चाहिँ हामी सहिष्णु र सामाजिक सद्भावमा बाँचेको जनता हौँ, राष्ट्र हो, त्यसलाई कायम राख्नुपर्छ सभामुख महोदय। त्यसको लागि यो संविधानको धारा 5 र 26 सम्बन्धी कानुन सरकारले ड्राफ्ट गरोस् या प्रस्तुत गरोस्। एकातिर, अर्कोतिर सामाजिक सद्भाव बिठोलिने कुनै पनि काममा सरकारले जिरो टोलरेन्स पोलिसी लियोस् भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। त्यसै गरी सम्मानीय सभामुख महोदय, यो रोमानिया, सर्बिया, मोल्दाभो लगायतका क्षेत्रहरूमा हाम्रो चाहिँ त्यहाँ चाहिँ कूटनीतिक सम्बन्ध रहेनछ। त्यो क्षेत्रका त्यहाँ चाहिँ आप्रवासनमा रहनुभएका साथीहरूको बारम्बार गुनासो हामी कहाँ आउने गर्छ। त्यो क्षेत्रमा कूटनीतिक नियोग स्थापना गरियोस्। त्यहाँ केही काम पर्यो भने हजारौँ नेपालीहरू त्यहाँ हुनुहुन्छ रोजगारीको सिलसिलामा, केही काम पर्दा जर्मनी आउनुपर्ने अवस्था छ। त्यसैले रोमानिया क्षेत्र या सर्बिया त्यो क्षेत्रमा चाहिँ एउटा चाहिँ कूटनीतिक नियोग स्थापना गरियोस्। त्यसतर्फ सरकारको म ध्यानाकर्षण गर्न चाहन्छु सभामुख महोदय। यसरी चाहिँ हामीले समग्रमा चाहिँ कि चाहिँ नयाँ सरकारले काम सुरु गरेको छ तर अझै आशा जगाउन सकेन कि विगत गणतन्त्रको 20 वर्षमा गरिएका कामहरूका रिजल्ट देखिँदै आएका छन्। हिजो मात्रै माननीय ऊर्जा मन्त्रीजीले एउटा स्टेटमेन्ट दिनुभयो, खुसी पनि लाग्यो। मैले ऊर्जामा पनि काम गरेँ विगतमा, कि वार्षिक 30 अर्बको विद्युत निर्यात गर्ने क्षमतामा हामी पुगेका छौँ। 2065 सालमा उहाँले नै, उहाँकै स्टेटमेन्ट हो यो। 2065 सालमा चाहिँ हामी ऊर्जा क्षेत्रमा, खास गरी जलविद्युत क्षेत्रमा दुईटा पोलिसी, एउटा चाहिँ 10 वर्षसम्म कुनै इन्कम ट्याक्स नलगाउने र 15 वर्षसम्म, थप 5 वर्षसम्म 50% फ्री गर्ने, 100% 10 वर्ष, पछिल्लो 5 वर्ष 50% चाहिँ हामीले मिनाहा गर्ने जो नीति लियौँ जलविद्युत क्षेत्रको लागि, त्यसले चाहिँ अरू थुप्रै त्यहाँ चाहिँ पोलिसी, ट्याक्स पोलिसीहरू, अरू पोलिसीको छुटका कारणले आज हामी त्यहाँ पुगेका छौँ। र सरकारले केही नगर्दा पनि आज 4200 मेगावाट इन्स्टल क्यापेसिटी छ भने केही नगर्दा सुतेर बस्दा पनि आगामी 5 वर्षमा थप चाहिँ नेपालको विद्युत क्षमता 10,000 मेगावाट पुग्छ सम्मान्य सभामुख महोदय। त्यो राम्रो उपलब्धि हो। यो चाहिँ यो 20 वर्ष बिचमै गरेको काम हो र यसको उपलब्धि उहाँले बताइराख्नु। तर एउटै समस्या त्यहाँ चाहिँ पिपिए भइरहेको छैन। 15-16 हजार मेगावाट क्षमताको पिपिए गर्नुपर्ने छ, अविलम्ब गरोस्। तर चाहिँ छिमेक भारतसँग 10,000 मेगावाट निर्यात गर्ने कुरो छ, त्यो चाहिँ कूटनीतिक पहल भइरहेको छैन। त्यो गरोस्। त्यसो गर्न सकिएन भने फेरि हामी बिक्रीको ठाउँ पाउँदैनौँ। यतातिर पनि सरकार ध्यानाकर्षण गराउँछु। धन्यवाद।